그죠? हजुर बनाउँदैछ के बनाउँदैछ हालै बनाउनु भन्नुपर्छ जानुपर्छ ट्रेनमा लिएर आउनु नि ट्रेनमा नलिएर बाटोमा घुप्रो नि आएछ फेमस भयो सुन फ्याँक्यो सुन पनि कहाँ सुन जस्तै त हो सुनभन्दा ठुलो सुन त धुन पनि सक्छ छिनु त कोही बस्छ होला गेला एक दिन त बस्नु पर्ने बस्नु पर्ने यस्तो एउटा अझै पठाइदिनु न खाने 25 kg यसलाई भाइरल हो किन यो चाहिँ घरबाटै ल्याउनुपर्छ खेला यहाँ पाइहाल्छ नि के यो छैन के हो अब खेल्नु जानु मैदा हो ए खेला मैदा पाइहाल्छ नि यहाँ पाउँछ कि फेरि कोही ठाउँ मैदा अलिअलि छैन मैदा खाँदैन भन्छ हो अन्त फेरि त्यहाँ अलिकति नै कहाँ खोज्नु त्यो भएर के नभनेर आफै अलिक थाहा हुँदैन के चाहन्छ हो उयो ल्याइदियो यो ल्याइदियो भन्दा सबै गेला कति बजी भने गेला यहाँ सबैलाई खानुपर्छ
10 बजे आएदेखि अनि ठिकै छ कुनै मिल्ने ठाउँमा ठिक्कै आइपुग्नु भयो चेनबारीबाट कहाँनिर हो गेला दोकान डाँडा चेनबारीबाट कहाँ हो डेजिङ बाटो त एउटै है एउटा अलिक टाढो अलिक टाढो जानु डेसिलिङ टाढो हो हँ गेला बस्ने ठाउँ टाढो है मेरो डेजिङ जिल्ला मेरो टाढो घरै पाउनु छ Região desse Dima, excuse me, आधी बात हो गई तो ये कि रॉक्सी के दुकान की दिमा व्यवस्था सारा तर म चाहिँ बस्ला जस्तो छैन गेला यस्तो हेर्दाखेरि नबस्ला जस्तो तिम्रो जिम्मा लरी नाम चाहिँ तिम्रो जिम्मा हो धेरै तिम्रो जिम्मा हो लरी नाम चाहिँ गेला लरी पनि तिम्रो जिम्मा अहिले पुरा गनाउँदैछ गनाउँदो रहेछ है हिजो त्यो दाइरो त्यो पुरा गर्नु त्यो कहाँ गल्लो छ कि Pasas, dale. Mas Aku mana? Mana? isso é lá. Boleh. त्यसमा सोचे कि Breakfast करके जाना है त्यसलाई ब्रेकफास्ट कति बजी कति बजी हामी आउँदै होला 9 बजी 9 बजी last आगेला 9 बस सिर्फ म आउँदा भनेको थिएँ नि गेला मैले भन्नु न भने गेला भन्नु छ चेनबारी
के चनबारी टाढो हो कि गेला घर टाढो अरे गेला बस्ने त्यो के भएन म त अघि राम्रो बुझिनँ बेजिङ पेसेलिङ चाहिँ कतिको टाढो हो चानबारी टाढो कि बेजिङ टाढो हो त्यो सोध्यो नि कि बेजिङ टाढो होइन ए बेजिङभन्दा लास्ट जाने बेजिङ आसामको बाटो के गेला बेजिङ आसामको बाटो ए सबै आसाम सबैको त होइन लगेला चिक्रा मात्रै हो मैले गेन्डो कति के रे अलग अलग भन्छ ए यो ठुलो टुक ए सम्झन ठुलो डुम छमछम सम्झिन मान्छे सम्झन ठुलो गेला छमछम भन्दा जाँदैन हामीलाई जाने ड्यामै छ गुम्बुले आउनु अरे गेलालाई हो घुममा जाने हो पर्सि तिनपट्टि खेल्न आउनु तिनजना गेला मलाई आठ आउँदैन त्यो त्यसै पैसा खेर गएर के फाइदा भयो त्यसो सोचेर आयो होइन बन्दुक छ नि अब त्यसै किन खेल अब यस्तो खेलेर के पाउँथ्यो भने मनमा हुन्छ नि निर्बललाई खेल्नुहुन्छ है खेल्छ बेसी गर्दैन अस्ति म यता आउँदाखेरि भन्दा अनि खेल्छ धेरै सु ओ गेला झऱ्यो तँमा खालि बनाउँछ तर मात्रै कहिले बनाउनु तँमा त छिटो बनाऊ गेला पछिरेर गेङ आरम्भ नि चिप्प रे कहाँ लोगो गेसु ठसलो सुयो मरो निमरमला खबर मामा भन्दै प्रश्न बोले यो नभए चाहिँ घुम्ने ठाउँ कति घुम्दै घुम्दै ल राम्रो राख्दा ल बाई मेरो हात त हुँदैन के के हलो यो होइन बे गेम गराएपछि कि टसिली पनि बसेर आएको खेल बस्यो होइन पहिला टिकट भयो भागेर आएको भागेर आएको उनीहरूको अब ढेन्जौँ ए गेलम टेन्सन भयो जग्गाबाट गएको गेलम टेन्सन भयो को गेला को गेला तपाईँ कहाँ ए भोटे भनेर राखेको छ त बेसमा नि भोटे हो नि भोटेलाई पनि भोटे भन्नु न केला गेला भोटिया यो भोटिया भनेको अब म उकेन म त तामाङ हो गेला तामाङ हो तामाङ भनिरहेको छु किन हो गेला तामाङ तामाङ भनिरहेको छु तामाङ मेरो नाम तामाङ छिरिङ लामा सिलिङ भोटे आयो भने गेलाले दुईवटा नाम छ दुईवटा एउटा चाहिँ के हो गेला छिरिङ भोटिया सिलिङ लामा ए लामा त तपाईँ लामै हो नि अन्त त त्यो त तामाङ कसरी हो नि तामाङलाई त लामा त तामाङले लामा नि भनेको छ जात एउटा छ नि तामाङ लामा राजु लामा तामाङ लामा कति दिया बुझेको त टेन्सन के चेमेथी टेन्सन पऱ्यो बित्दैछ न र न 또 주전은 대만이 신동네 क्रिकेट चाहिँ सबै त बुढाले जानु पऱ्यो नि ल खोइ गेला फोन गरौँ फोन गर्नु न फोन गर्दा के छ होला ल गेला अघि जति बजी आएपछि भने होइन मजा आइसक्यो
number you're calling is current. ಕರೆ ಮಾಡುತ್ತಿರುವ ನಂಬರ್ ಸದ್ಯ ಸ್ವಿಚ್ ಆಫ್ ಆಗಿದೆ. हुनुमान छैन हजुर सबै हाम्रो यहाँ घरसम्म गयो नि गयो बस्यो होइन अनि गाडीमा कहाँ ल्याउनुहुन्छ हिँडेर गयो भइहाल्यो नि अन्त उता यही मुनि त हो हिँड्नु त छेउमै लाग्छ त मलाई उता हेर्नु जान्छु होइन घर भित्र बस्यो दोकान डाँडा भन्दैछ कति पैसा छ भने हेर्नु भित्र बसेन गाडी रोकिरहेको छ अस्ति खेर दुध गएर बस्दिनु पर्दैछ एकदिन त भनेर माथि चाहिँ को छ दिदी बहिनी टाइम छैन सबै ल तल कहाँ दोकानदारमा किन दोकान जाने ड्युटी जाने ए घर खाली ल हेर्नु त कसमा गेला छोरीले त माग्छ यो जस्तो त के छ लोन भन्न फोन गर्दा व्यस्त भनिदिन्छ त यसलाई फोन मान्छेले चिने